टिपिन आमालाई चाहिँ नभन है मार्नुहुन्छ फेरि गाइस यहाँ पालक र सन्मीको उत्पात हेर्नु बिहान बिहानै के गर्दैछन् उत्पात के गेम भन्छन् यसलाई मलाई पनि सिकाउ त कसरी खेल्छ पालक वाह खतर रहेछ त नि पालक खतरा से होता वाह जागो तो फ्रेश होता बहुत ही दूर तिमी यहाँबाट भन्दै ऊ खेल्छ धरा 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 यो धरा ल म धर्दै ल खै बहिनीसँग खेल्ने आऊ के टिप्नु हो आमा गाइस यो पोल्ट्री खाना चाहिँ मजा लाग्छ के पनि खेल्ने के गेम कानमा पनि त चाहिँ कहाँ हेर्निस् के म त कानमा पो गर्नु पर्ने के कानमा कान यी हातमा कानमा टाउकोमा खुट्टामा अनि यी यस्तोमा के गर्नु पर्ने यस्तोमा के गर्नु पर्ने गर्नु पर्दैन जाऊ अब तिमी यस्तोमा गरे फास्ट यहाँ गर कुन खुट्टाले खेल्छौ यस्तो यस्तो तरुल एउटा तिमी खायो तरुल यस तरुल खाना के खाएगा तरुल तरुल खाएगा सानवी जी क्या खाएगा बोल दो क्या खाए निग्रो बिहान को सब्जी ना 12 बजे सब्जी बड़े ना 13 बजे को राम्रो राम्रो निग्रो छ किन काकाले किन पिटेको छैन खाएको यो भर्खर निगुरो खेल्नु भर्खर त सब्जीको तयारी चल्दैछ स्कुल छैन आज तिम्रो 1 तारिख कहिले हो आज हो नि 1 तारिख स्कुल गएन त ला घाटना हो त 1 तारिख हो नि आज सानवी देख्यौ आमा कहिले 1 तारिख कहिले हुन्छ भएन आज 1 तारिख होइन 1 तारिख नि चुप्पे तपाई आज 1 तारिख हो त नि बुधबार आज हो स्कुल गएन तिमी मैले आज 1 तारिख हो त किन गएन भन्दै थिएँ अनि होइन बुधबार हो आज हो नि बिर्सिनु भएको थियो देख्यौ होइन यिनीको बात सुन्दैको के कुरा गरेको हेर्नु फुल सानवीको पेट फुल भयो भन्थिन अरे तरुल पनि खाइ बिस्कुट खाएको थिएँ नि त झन् एक पाकेट जस्तै खाँदै थिएँ गाइस पालकले अब सानवीलाई सिकाउँछ ल कसरी डान्स गर्ने भनेर के गाना मेरो मोबाइल भित्र छ टिपिन ला आमालाई चाहिँ नभन है मार्नुहुन्छ फेरि नभन भनेको झन् भनिदिउँ भन्छन् अरे म दोकान लान्न तिमीलाई अब साँच्चै दोकान
दोकान लान्न आमालाई भनिहाल्यो दोकान लान्न के गर्नु र त सिरबुन्दी अनि त्यहाँदेखि दुईटा गान्छ अनि त्यति नै हाम्रो त त सब्जीहरू रोप्न काकीहरूले नेट लाउनु हुँदो रहेछ के को कोठा छ के रोप्नु भएको मकै सबै रोप्नु भएको यति सबै गाइस यहाँ चाहिँ के सब्जीको कोठे रोप्नु हुँदो रहेछ काकीले हिजो रोप्नु भएछ कोठेहरू चाहिँ मकै छर्नु भएको रहेछ त्यही आज चाहिँ नेट लाउनु भएको अब 4 घरमा कुखुरा त अलिअलि भयो भने थुप्रो हुन्छ त्यो कुखुराहरू पसेर सबै खोस्रिन्छ नि त त्यही नेट लाउनै पर्छ फुच्ची पनि कहाँ नि कि तिमी गोरुले हान्छ कति ठुल्ठुला गोरु छ कहाँ होइन गोरु ठिक हो लाग्छ काकालाई कहाँ छ गोरु पर छ गोरु मेरो त उतै बाँध्दैछ ज्यान आफू आउने भ्याइन सार्नु भएन कहाँ सार्नु म आउनै पाइनँ टिफर गाइस अहिले चाहिँ पथरमा गोरु लिन आएको छु र यहाँ बाख्रा पनि बनाएको छ बाख्रालाई खोलिदिन्छु फस्ताले र गोरुहरू उता छ ल 3 सम्म यहाँ आइपुग्यो ल यहाँ 3 सम्म 1 2 3 गाइस हाम्रो गोरु लिन गएको त्यही हाम्रो गोरु कहाँ छ देखाऊ त लु देखाऊ तिमी गोरु लिन आएको देखाऊ एउटा नि अनि अर्को दुईटा गोरु छ हाम्रो दुईटा गोरु छ होइन कतिवटा छ त हाम्रो कतिवटा गोरु छ 5 7 हेलो गाइस यहाँ हाम्रो मोहन काका उस गाई यहाँ छ गोरु नि गले जाने यो गोरु हुन के थाहा छैन मलाई थाहा छैन थाहा छैन थाहा छ पछाडिबाट खेदाउ त गाइस हाम्रो बेलुकाको ड्युटी चाहिँ यो अब 4:30-5 बजे भने गोरु लिन पथरमा चाहिँ आउनै पर्यो डेली हो कि होइन आउँदै सानवी पनि आउँछन् अरे गाइस गोरु लिन मसँग नि आउँछु नि कहाँ हो फेरि त्यो गोरु होइन त यो र यो मात्रै हो ओ गोरु भाग भाग दुईटे पकडे नतान्नु जान देऊ नताना छोड्देऊ आफै जान्छ छोड्देऊ रसी छोड्देऊ भारी के खान्छ होला नि बोकेको छ र भारी हो अघि बारीमा पुगिहाल्यो नि सानवी ले पनि गोडेको के हो बडी काक्रा फर्सिला उता उता पनि तपाईको फेभरेट के हो मेरो फेभरेट के हो फेभरेट हो कि अनि के को पुल्यो बडामा इन्द्रु यो सबै बडी हो गाइस यहाँ सबै आफ्नो आफ्नो काममै व्यस्त छन् उहाँ काकी नेट लाउनु हुँदैछ उहाँ आज आफ्नै काममै व्यस्त छ के गर्दैछ भने ए केटाकेटी आफ्नो ध्यानमा छन् इन्द्रु र उहाँ बडेमा के गर्नु हुँदैछ सानवी चाहिँ के काम गरेको आज सानवीले पनि काम गरेन नि त अलिकति के सानवी गोरु खेदायो नि अघि गोरु खराए गोरु तान्न लागेको त गोरु कति भारी रहेछ भन्छन् लु बाउले मिठाई खाने पैसा दिनुभएको मेरा नुन सब्जी खत्म तपाईको के भयो टुटायो के ल्याउनु कुरकुरे जुस जुस त गरममा पो खान्छु पनि गरम त अहिले ठन्डै छ जो ठन्डा 50 रुपियाँको के मिठाई ल्यायो भने कति बाँच्छ फेरि दोकानले कति घुराइदिन्छ 20 20 तिमीसँग 100 छ भने मलाई 50 दियो भने तिम्रो हातमा कति रहन्छ
2 20 50 होइन दोकानदार अघि इन्द्रले बिगारेका के चिप ल्याइदिनु कुरकुरे कुरकुरे यस्तो लामो लामो कुरकुरे लिएर आउनु ने कुरकुरे ओ त जुस लिएर आउनु जुन दे जुस जुस खाने यस्तो ठन्डामा जुस भनेको त उ हो पहिला पहिला पऱ्यो म्याङ्गो जुस होइन अर्को पहिला किसाको पत्ता हुन्छ हुन्छ मलाई छ बनरोटी के गोठ्या के गोठ्या के को चिन्न त के कुरो छ काँक्रा हौ यो काँक्रा काँक्राको किन भन्देको होला चिन्दैन होला चिन्दैन होला नचिनेर त के हो छोरा त्यस्तो लाटो समस्या हुन्छ क्या नि त बुर्बक मत बनाओ काँक्राको ग्रुप हो जान्न दिस्ने हो बडा जान्नु त एक साथ त्यसमा त सबै थोक जान्द रहेछ त म एउटा भन्छु लु ल लु यो के फुल हो त यसको नाम भन् अबै यस्तो हार्ड सोध्दा त कहाँ जान्छ त लु भन्ने यसको पनि नाम छ नि त रोज फुल गुलाब फुल डालिया फुल हो कि होइन थुङ्गे फुल मखमलीको फुल यो फुल नच नच छुन्न 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 हलिन्छ मखमलीको यिनीहरू कुरकुरे पचौली आइसक्दा तिम्रो कुरकुरे आयो त जुस पनि सो गाइस यो ब्लग चाहिँ म एन्ड गर्न लागेको र बाँकी ब्लग राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू सो मच फर वाचिङ बाई